कर्कलो गाबा कठै मेरो बाबा गाउँ डुलेर ल्याएको मै। यो चाहिँ मैले सानो सानो हुने बेलामा मुवाहरूले भन्छिन्थ्यो नि त, अनि त्यति टुक्रा मात्रै याद आइरहन्छ कि मलाई कर्कलो बनाउने बेलामा चाहिँ। अनि यो कर्कलो चाहिँ मलाई आइपुगेको थियो मेरो घरमा। अनि हामी चितवनतिर चाहिँ कर्कलो यसरी डल्लो डल्लो बनाएर बटारेर पकाउँछौँ नि त। अब कराईमा कुकरमा जेमा बनाए पनि भयो। मलाई चाहिँ 2-4 चिब्ली भेन्टी राखेर बनाएको चाहिँ एकदम नै मनपर्छ। अनि मैले चिब्ली भेन्टी पनि मिसाइदिएँ। अनि डल्लो बनाएर राखेको कर्कलोलाई नुन बेसार राखेर पानी राखेर मजाले 5-6 सिटी लगाइदिएँ। त्यस पछाडि चाहिँ अनि प्याज राखेर जिरा लसुनहरू राखेर मजाले तोरीको तेलमा झानिदिने। अनि अझै मजाले फिटेन भने, अझै मजाले पाकेन भने चाहिँ मैले फिर्की पनि लगाइदिन्छु कि। यस्तो गरिदियो भने मजाले फतक्क लतकलुतुक देखिन्छ नि त। अनि त्यति गरेर झैँ झानिदिइसके पछाडि चाहिँ अनि यो बर्खाको बेलामा मजाले कागती निचारेर सरर पारेर खाना चाहिँ यस्तो मजा आउँछ कि साथीहरू है। मेरो छोरालाई पनि एकदम धेरै मनपर्छ। अनि उसलाई चाहिँ जे पनि तरकारी मन नपर्ने भन्ने चाहिँ के पनि छैन। झन् तर यो तरकारीमा कर्कलो चाहिँ एकदम नै मनपर्छ। अनि उसले यति मिठरी खान्छ कि नमिठो चिज त यस्तो मिठरी खान्छ भने अब मन परेको चिज हो उसलाई त त्यति भएपछि के पनि चाहिँदैन कि। अनि हाम्रो घरमा चाहिँ पिरो खाइँदैन, खुर्सानी झानेर बनाए पनि भइहाल्छ होइन। नत्र भने चाहिँ म चाहिँ हरियो खुर्सानी नै टोकेर खाने गर्छु। अनि मेरो बाबुले चाहिँ यति मिठरी खान्छ कि कुरै छोड। हजुरहरूकोतिर चाहिँ कर्कलो कसरी बनाएर खानुहुन्छ? म चाहिँ यसरी नै सिम्पल सादा तरिकाले बनाउँछु। अनि यसरी नै बनाएर खाएको एकदम मिठो लाग्छ मलाई चाहिँ साथीहरू।